हौ ट्रेनमा राम्री नै राम्री भएर ननाचौँ न भनेको। अन्त मार जाने बेला दाजे भाउजू जोरी जोरी बुढाबुढी नहिँडौँ न भनेको। ठ्याट्टेरिका माटोक्ने। हेर्नु सक्छ त, अब हेर्नु सक्छ त। कोरियनहरू सिङ्गुल भएर बसिरहेको बेला विदेशीहरू जोरी जोरी हिँडेको देख्नु सक्छ त, सक्दैन नि। त्यही भएर कोरियनहरू सिङ्गुल समिति बनाएर E74 भिजा खारेजको माग गरेर छ। म त अस्तिदेखि भनेको हौ। कसैको बुढीहरू त भाउजूहरू त राम्री राम्री हुन्छ नि त, यति नै राम्री हुँदैन हौ। त्यही भएर कोरियनहरूलाई पुरै डा लागेर छ। माखडक्सहरू होइन, हामी सिङ्गुल बस्ने, विदेशीहरू जोरी जोरी बुढाबुढी हिँडेको छ होइन, यता जाँदाखेरि पनि उता जाँदाखेरि पनि। त्यही भएर रिसाएर छ। E74 भिजा खारेज गर, हाम्रो माग पुरा गर, हाम्रो रोजगारी घट्छ भनेर छ। अब खाऊ, म त चुपचाप बस्छु।